गरिरहँदा त यहाँ पोखिन्छ हामीलाई डर लाग्छ है अब फेरि हामीसँग हाम्रो तामाङ जातिबाट यहाँ लन्डनमा रहेर विभिन्न शैक्षिक क्षेत्रमा हो या व्यवसायिक क्षेत्रमा होस् या विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएर आउट अफ 10 नम्बर 1 हुन सफल के हुन्छ नि एकदमै के भन्नु भन्नु सोल्डी कस्तो बेस्ट अफ द बेस्ट मतलब फेरि माइकललाई युज बुझ्दिनँ कि म नेपालीमा भन्ने कोसिस गरिरहेको छु है हजुर उहाँलाई हामी यहाँ सम्मान कार्यक्रम राखेका छौँ र हाम्रा तामाङ समाज युकेका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई तयारी गरिदिनको निम्ति म अनुरोध गर्दै गर्छु र त्योभन्दा अगाडि चाहिँ म पनि धेरै लामो कुरा भन्न चाहदिनँ तर विशेष गरी कर्मचारीलाई र ठुला तामाङ समाज युकेलाई धेरै धन्यवाद भन्न चाहन्छु मलाई बोलाउनुको लागि धेरै धन्यवाद अनि एक दुई कुरा तामाङ भाषाबाट पनि भन्नु भएको अनि म खास म बसेको ठाउँको शैलीबाट पनि भन्छु है तामाङ भाषामा लसो फ्यापुल्ला मिमेन तमेल्ला ना तामाङ भाषा बारी तामाङ कामकी बारी पिएचडी लाग्नु मुला तिकोमा बढेसकी लागि नेपाली टिभा तामाङ कामकी बारी अध्ययन लाग्छ नाम चाहिँ ला ना ला टु टिजी नाम चाहिँ टिभा तामपाङ बा ज्याक्सो बा आइराथुङ बा तामाङ लपेला अब नेपालीबाट एक दुई कुरा भन्छु कि वास्तवमा म बसेको ठाउँ कर्मदायीको जन्मको ठाउँ पनि नजिक पर्छ होइन भोटाङ भन्ने अनि म पहिलोचोटि त्यहाँ जाँदाखेरि काठमाडौँबाट त्यो बसमा चाहिँ होइन अनि त्यो एउटा भन्छन् खान्छ अनि त्यहाँबाट हिमाल देख्ने ठाउँ आउँछ अनि मैले त्यो भोटाङ भन्ने ठाउँ कहाँ हो भनेको मैले के अनि एकजना केटीले भन्छ ओ त्यो हिउँ परेको ऊ माथि त्यो कुनामा हिउँ परेको देख्यो अनि मैले हो देख्यो भने उसले ओ कहाँबाट बताउनु भन्यो अनि बल्ल बल्ल पुग्यो त्यो ठाउँ बस्दाखेरि मैले जति कोसिस गरेँ होइन तामाङ भाषा सिक्नुको लागि अनि विशेष गरी मलाई यो काम किन गर्नु मलाई यो भने किनभने पहिलेदेखि नेपालमा कतिवटा भाषा छ कतिवटा संस्कृति छ होइन फरक फरकै तर अहिलेसम्म नै यो सबै भाषाहरू यो लेखिएको छैन त्यो भनौँ स्कुलमा प्रयोग भएको छैन सरकारमा अदालतमा प्रयोग भएको छैन हाम्रो आशा हो कि बिस्तारै बिस्तारै होइन अब नयाँ नेपालको समय भइसक्यो अनि नेपाल भन्ने के भन्छ बहु संस्कृति बहुजातीय देश हो भन्दाखेरि यो बिस्तारै नेपालको सबै भाषाहरू पनि भनौँ शिक्षाको क्षेत्रमा अनि आन्दोलनको क्षेत्रमा पुरा सरकारको क्षेत्रमा बिस्तारै बिस्तारै पनि प्रयोग होस् म चाहिँ तामाङ भाषाबाट आफ्नो पिएचडीको अध्ययन चलाइरहेको छु अहिले यो बिस्तारै बिस्तारै अब सकिन्छ खास तामाङ भाषा सम्बन्धी म नेपाल गएर वास्तवमा तपाईँहरूको आफ्नो समुदायको मान्छेहरू पनि पहिल्यैदेखि तामाङ भाषामा को बारेमा अध्ययन गरिरहेको छ खास गरी दुईजना दाजुहरू अमृत योङछन् भन्ने एकजना मान्छे हुनुहुन्छ अनि आचेमान तामाङ दाइ पनि उहाँहरूसँग भेटेर मैले कुरा गरेँ होइन अनि उहाँहरूको तामाङ भाषा तामाङ संस्कृतिको लागि पहिलो एउटा तामाङ भाषाको शब्दकोश बनाउने मन छ अनि हामीसँगै त्यो कामको बारेमा हामी कोसिस गर्दैछौँ त्यसपछि मलाई तामाङ भाषाको व्याकरण किताब पनि लेख्ने मन छ त्यो पनि अब बिस्तारै बिस्तारै हुन्छ अनि खास गरी म तपाईँहरूलाई यो एउटा कुरा भन्न चाहन्छु कि मेरो अहिले जुन योजनामा काम गरिरहेको छु
म तामाङ भाषाको भनौँ गीतहरू होइन वाइ तामाङ वाइ सेलो अनि तामाङ भाषाको कथा तामाङ भाषाको जुन कुरा पनि होस् होइन तपाईँलाई कसैले पनि यहाँ कोही तामाङ भाषाबाट कुनै स्टोरी थाहा छ भने कुनै विशेष गीत थाहा छ भने कि तपाईँहरूको पनि सामान्य गफसप पनि छ भने होइन म तपाईँहरूलाई भेट्न तपाईँहरूलाई चिन्न चाहन्छु तपाईँहरूलाई भेट्न चाहन्छु प्लिज तपाईँको अलिक हाम्रो कार्यक्रम सकेपछि तपाईँहरूलाई इन्ट्रेस्ट लाग्यो भने मसँग कुरा गर्न आउनुहोस् होइन अनि म केही कुरा भन्न सक्छु म तपाईँको कुरा वास्तवमा सुन्न चाहन्छु अनि कसैसँग पनि कुनै भनौँ सांस्कृतिक कथा गीत जे पनि अनुभव छ भने म तपाईँलाई भेट्न चाहन्छु प्लिज